मेरो बाउको टाउकोमा 30 लाखको ऋण हुँदा हुँदै पनि अर्को बुढी पालिरहेको छ, मलाई बाल छैन। मेरो आमाको सुगर र कोलेस्ट्रोल लेभल हाई छ, मलाई बाल छैन। म 12 फेल 30 वर्ष पुग्न आँटिसकेँ, अझै पनि बेरोजगार छु, मलाई बाल छैन। मेरो टाउको तब दुख्छ जब यो सज्जन राज वैद्य भन्ने मान्छेले स्टेजमा आएर फेक एक्सेन्टमा बोल्छ नि, फेक एक्सेन्टमा के मेरो कसम टाउको दुखेर आउँछ यार, कसम भनेको। यो नेपालले प्रगति नगरेको यो सज्जन राज वैद्यको फेक एक्सेन्टले गर्दा होला यार। मेरो गर्लफ्रेन्डले म जस्तो बेरोजगारलाई छोडेर धनी केटा रोजी, त्यो पनि यो सज्जन राज वैद्यको फेक एक्सेन्टले गर्दा हो। इभा गिरीले अझै पनि छोटो छोटो लुगा लगाएर नाच्ने यो सज्जन राज वैद्यको फेक एक्सेन्टले गर्दा हो। मेरो कसम भनेको जिन्दगीको आधा टेन्सनै सज्जन राज वैद्यको फेक एक्सेन्ट भएको छ क्या। यसले के बोलेको छ, त्यहाँ के भएको छ, मलाई बाल छैन क्या। यसको फेक एक्सेन्ट सुनेर मेरो म त पागल भइसकेँ कसम। मेरो खुन खौलिरहेको छ, मेरो ब्लड प्रेसर हाई भएको छ। म अहिले हस्पिटलबाट यो भिडियो रिकर्ड गर्दैछु। एनिवेज जोक्स असाइड केटाहरू होइन, सज्जन राज वैद्यको कन्सर्टमा एउटा मान्छेले भिआइपी माथि बसिरहेको थियो होला, माथिबाट बोतलहरू फालिरहेको थियो अरे। तलको मान्छेलाई लायो, 1-2 चोटि भयो, 3-4 कतिचोटि भयो होला। अनि तलको मान्छेहरू लाएपछि सज्जन राज वैद्यलाई रिस उठ्यो। उसले त्यो मान्छेलाई कन्फ्रन्ट गर्यो, किन फालेको त्यसरी बोतल यताउति भनेर। त त्यहाँ माथि बस्ने भाइ, म गीत गाउँदैन, कि त निस्किहाल कि त म जान्छु भनेर चाहिँ क्या। अनि मान्छेलाई मतलब छैन कि त्यहाँ के भयो है, के कुरा भएको छ त्यहाँ। त्यो अरू माथि त्यसरी बोतल फाल्ने हो त होइन नि यार। तिमी नि इन्जोय गर्न आएको, उताको मान्छे नि इन्जोय गर्न आएको होइन। अनि त्यो मान्छेले बोतल फाल्यो, त्यसलाई सज्जन राज वैद्यलाई त केही पनि छैन नि त, चुप्पा लागेर आफ्नो गीत गाएर नि जान सक्थ्यो नि त। तर उसले कन्फ्रन्ट गर्यो त्यो मान्छेलाई, नगर यस्तो, किन यस्तो गरेको। राम्रो मान्छेले मात्रै गर्छ कि त्यो, यो अनपढ गवारहरू चुप्पा लाएर सहेर बस्ने। उसले त कमसेकम आवाज उठाइरहेको छ नि त, आफ्नै बेइज्जत भए पनि। उसको आफ्नो बेइज्जत भइरहेको छ अहिले, थाहा छ सोसियल मिडियामा। आफ्नो बेइज्जत हुन्छ उसलाई थाहा हुँदै पनि उसले आफ्नो इज्जतलाई दाउमा राखेर त्यो मान्छेलाई कन्फ्रन्ट गर्नु भनेको जो पाइ त्यसले सक्दैन क्या त्यस्तो गर्न, बुझ्यो। अरू कुनै आर्टिस्ट भएको भए गर्थेन होला त्यस्तो। उसले कन्फ्रन्ट गर्यो, त्यो भनेको एउटा राम्रो मान्छेको, राम्रो मन भएको मान्छेको निशानी हो क्या। तर मान्छेलाई त्यो कसैले त्यो देखेन क्या, कसैले देखेन। मान्छेलाई एउटा कुराको मात्रै प्रब्लम छ, सज्जन राज वैद्यको फेक एक्सेन्ट। ए भगवान्, मान्छेहरू मुनमा गएर पिसाब फेरेर आइसके। दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो, के एआई सेआई के कहाँ, अमेरिका कहाँ पुगिसक्यो, दुबईहरू कहाँ पुगिसक्यो, सिङ्गापुरहरू हामीसँगै थियो कहाँ पुगिसक्यो। यो सिङ्गापुर, मलेसियाहरू, मालदिप्सहरू हेर, श्रीलङ्काहरू हेर। हामी अझै पनि यसरी बोल्यो, यो त्यसरी बोल्यो, यसको यो त्यसको त्यो। कसम यो नेपाल जिन्दगी प्रगति गर्नेवाला छैन यार। जति नै यो बालेन आओस्, जो पनि आओस्, हामी नेपालीहरू कहिले जिन्दगी सुध्रिनेवाला छैनौँ। हामीलाई त्यही गु खाने बानी छ, त्यही जिन्दगीभरै गु खाएर बस्छौँ। हामीले आफ्नो छोराछोरीलाई पनि त्यही गु खान सिकाउँछौँ। जिन्दगीभर अरूको खुट्टा तानेर खुसी हुन्छ हामी। त्यसले मेरो खुट्टा तान्छ, मैले त्यसको खुट्टा तान्छु, त्यसले अर्को खुट्टा तान्छ, त्यो एकअर्काको खुट्टा तान्दै बसौँ। दुनियाँ कहाँ पुगिसक्छ, हामी नेपालीहरूले त्यो खुट्टा तान्दै बसौँ है सबैको एकअर्काले है। त्यही गर्दै बसौँ सबैजना। राम्रो गरेको देखि सहन्नौ, नराम्रो गर्नेको चाक सुँग्दै बस्छौँ जिन्दगीभर। अनि कसरी बन्छ नयाँ नेपाल साथीहरू। हर एक मान्छे के एक मान्छे आफू सुध्रिन पर्छ के, बल्ल देश सुध्रिन्छ, बुझ्यो नि। अब अलिकति सुध्रिनतिर लागौँ के, देश सुध्रिँदैछ, आफू पनि सुध्रिनतिर लागौँ है सबैजना। अब यही यस्तो कुरामा टाउको दुखाउने हो भने जिन्दगीभर अरू देशको मजदुरी गर्दै बस्ने हो है त। ल, जय नेपाल साथीहरू।